यो भिडियोमा चाहिँ हामीहरू तपाईँलाई एउटा कस्टम स्ट्रङ डेस्क बेन्च चाहिँ कसरी बनाउँछ भनेर प्रोसेस देखाउन गइरहेको छ। यो तपाईँले हेर्न सक्नुहुन्छ, यो माथि प्लाइवुड छ, त्यसको माथि ससम लगाएको छ, तर यो यसको फ्रेम चाहिँ सब फलामले बनेको छ होइन। यो चाहिँ कसरी बन्छ यसको फुल प्रोसेस हामी तपाईँलाई देखाउनेछौँ। भिडियो आउँदैसम्म हेर्नु होला, किनभने तपाईँलाई पछि यो काम सिकेर काम गर्न सक्छ, त्यसरी हामीले भिडियो बनाएको। सो पुरै भिडियो हेर्नु होला। यहाँ चाहिँ केही ब्रेन्चीहरूको सामानहरू हामीले बनाइसकेको छौँ। यो चाहिँ खुट्टाहरू हो अनि तपाईँले हेर्न सक्नुहुन्छ हामीले बनाएको चाहिँ यो हो। त्यो चाहिँ 6 फिटको थियो भने यो चाहिँ 3.5 फिटको हो। अब यसलाई चाहिँ हामीले कसरी बनाएको त्यसको बारेमा चाहिँ फुल जानकारी दिइरहेछौँ हामीहरू। यो काम धेरै गाह्रो छैन, सिक्नुभयो भने तपाईँलाई धेरै काम लाग्न सक्छ पछिको समयमा गएर। सो पहिला सुरु चाहिँ तपाईँले चाहिँ मेजरमेन्ट गर्नुपर्छ होइन, त्यसलाई पहिला चाहिँ तपाईँले डिजाइन गर्नुपर्छ। डिजाइन बनाइसकेपछि चाहिँ त्यसको मेजरमेन्ट गर्नुपर्छ। जस्तै हामीसँग तपाईँले देख्न सक्नुहुन्छ यहाँ डिजाइन छैन, त्यो चाहिँ हामीले पछि पेपरमा डिजाइन गरिसकेपछि हामीले यसको मेजरमेन्ट गरेर हामीले यसमा कति सामान लाग्छ त्यसको हिसाब निकालेको छ होइन। यसलाई चाहिँ तपाईँले पहिला चाहिँ कति बाई कतिको बनाउने त्यो कुरा निकालेर त्यसपछि तपाईँले चाहिँ मेजरमेन्ट गर्नुपर्ने हुन्छ। जस्तो हामीलाई यो ब्रेन्च बाई 30 इन्चको हाम्रो ब्रेन्च छ, त्यसको लागि चाहिँ हामीले यो 40 इन्चको लिएको छौँ होइन। 40 इन्चको तपाईँले हेर्न सक्नुहुन्छ, एउटा दुईवटा तिनवटा चारवटा 40। टोटल हामीसँग 515 इन्ची भयो। अब 515 इन्चीलाई चाहिँ हामीले फिटमा निकाल्नु पर्दाखेरि चाहिँ 515 इन्ची डिभाइडेड 12 गर्दाखेरि चाहिँ तपाईँको फिटमा निस्किन्छ। यो चाहिँ जम्मा 42 फिटको भयो। 42 फिट भनेको चाहिँ एउटा पाइप 20 फिटको हुन्छ। अब एउटा पाइप 20 फिटको हुन्छ भने तपाईँले अब 42 इन्चीलाई भाग गर्नुपर्छ 20 फिटले। त्यसपछि तपाईँको एउटा ब्रेन्ची बनाउनु चाहिँ 2वटा पाइप लाग्दो रहेछ है। सो तपाईँले 2वटा पाइप लगाउनु पर्ने हुन्छ एउटा ब्रेन्ची बनाउनुको लागि। अब हामी चाहिँ यसलाई कसरी बनाउने त्यसको प्रोसेस देखाउँछ। यहाँनिर चाहिँ हेर्न सक्नुहुन्छ, हामीले चाहिँ यो अहिले फ्रेम बनाउनु लागेको त्यो अगाडि चाहिँ हामीले एउटा जिग बनाइरहेको छ, किनभने हामीलाई यो 400वटा बनाउनु छ। त्यसैले चाहिँ एउटै फ्रेममा बनाएर राख्दा सजिलो हुन्छ भनेर हामीले चाहिँ 400वटाको लागि एउटा जिग बनाएर राखेको छौँ। र यसरी चाहिँ पहिला हामी यसको खुट्टा, यसलाई चाहिँ अब ब्रेन्चको खुट्टा भनिन्छ, खुट्टा तयार गरिरहेको छ। मैले यो भिडियो बनाउनुको कारण चाहिँ नेपालमा फलाम सम्बन्धी काम एकदम बढ्दो क्रममा छ। 72 सालको भूकम्पपछि मान्छेहरूले अहिले घर पनि फलामकै बनाउन लागेको छ, जसले गर्दा अहिले फलामको काम गर्ने मान्छेहरूलाई एकदम राम्रो छ नेपालमा। तर नेपालका युवाहरू सबै विदेश भनेर विदेशतिर मात्र जान्छ होइन। मैले चाहिँ यो भिडियो बनाउनुको कारण चाहिँ नेपालमा जति युवाहरू छ उनीहरूले पनि यो काम सम्बन्धी ध्यान दियोस्, यो काम सिकोस् भनेर चाहिँ यो भिडियो उनीहरूलाई मोटिभेट गर्नको लागि बनाएको हो। सो यदि राम्रो लाग्छ भने भिडियो हेर्नु होला, च्यानललाई सब्सक्राइब गर्नु होला। मैले तपाईँहरूको लागि भनेर बनाएको। म चाहिँ यो काममा चाहिँ विगत 10 वर्षदेखि लागिरहेको छु र एकदम राम्रो छ, मैले आफूले पनि बुझेको छु। त्यसले यही कुरा मैले भन्नको लागि चाहिँ भिडियो बनाएको हो। धन्यवाद। साथीहरू तपाईँले देख्नु भएन, हामीले चाहिँ यो अहिले ब्रेन्ची जोडिसक्यो होइन। अब यसको चाहिँ काम के छ भने यो हेर्नु, यहाँ चाहिँ यो पालहरू छ होइन, यसलाई चाहिँ मजाले हामी वेल्डिङ गर्नुपर्छ होइन। अनि यो चाहिँ हामीले यसरी खाँचा काटेर यसरी जोड्दा पनि हुन्थ्यो। जस्तै हामीले चाहिँ यो यसरी खाँचा काटेर पनि खाँचा यसरी काटेर जोड्दा पनि हुन्थ्यो, तर यसरी चाहिँ धेरै टाइम लाग्ने भएर हामी यसरी जोडेको। कुरा एउटै हो, बलियो वेल्डिङ गरेपछि दुइटै बलियो नै भयो। यो जोडिसकेपछि चाहिँ एकचोटि हामीले जस्तै यो छेउबाट यो छेउ नापेर फुल यहाँ राख्नुपर्छ। यहाँ जति छ यहाँ पनि हामीले त्यति नै बनाउनु पर्ने हुन्छ। सो हाम्रो चाहिँ ठिक्क छ होइन। अब यो सबै खाने भइसक्यो। अब हामीले चाहिँ यसमा फुल वेल्डिङ गरिदिने। यो चाहिँ तलको खण्ड हो, यहाँ चाहिँ किताबहरू राख्नको लागि बनाएको हो। यसमा पनि प्लाई बस्छ। अनि त्यसै गरेर यो माथि चाहिँ अब किताब राखेर पढ्नको लागि हो, अनि यो चाहिँ बस्नको लागि हो। यसमा चाहिँ 2जना बस्न सक्छ। सो अब यसलाई चाहिँ हामी फुल वेल्डिङ गरेर त्यसरी ग्रेडर गरेर फाइनल गरेर तपाईँलाई देखाउँछु। हेर्दै गर्नु होला। भिडियो राम्रो लाग्छ भने सब्सक्राइब गर्नु होला। अनि सिक्नु पाउनुहुन्छ अझै यस्तै नयाँ कुराहरू।
तपाईँहरूले चाहिँ अब फाइनल रिजल्ट हेर्न सक्नुहुन्छ। यसरी भइसकेपछि चाहिँ माथिबाट यसरी ग्राइन्डर गरिसकेपछि अब यसको लास्टको काम भनेको चाहिँ एउटा पेन्ट मात्र हुन्छ। तपाईँहरूले देख्न सक्नुहुन्छ यस्तो मजाको फिनिसिङ छ। धेरै जस्तो मान्छेको प्रश्न हुन्छ यति धेरै म किन काम भनेर होइन, जुन चिजको जुन मेटेरियल राम्रो हुन्छ, जुन चिजको क्वालिटी हुन्छ त्यो चिजको पैसा पनि राम्रो हुन्छ। किनभने एकचोटि तपाईँले कमजोर क्वालिटी युज गर्नुहुन्छ भने त्यो फेरि तपाईँले दोहोऱ्याएर गर्नुपर्ने हुन्छ भने राम्रो क्वालिटी हाल्नुहुन्छ भने एकचोटि गरेपछि कहिले पनि गर्नुपर्ने पर्दैन। त्यही भएर मेटेरियल अनुसार तपाईँको समय पनि लाग्छ अनि पैसा पनि लाग्छ, त्यही भएर काम पनि अलिक महँगो हुन्छ। सो यदि भिडियो राम्रो लागेको छ भने लाइक गरिदिनु होला। अब तपाईँले यो हेर्न सक्नुहुन्छ र यसपछि हामी अब तपाईँले यसको यो बिफोर भयो, यसको आफ्टर तपाईँलाई देखाउँछौँ है। सो यहाँ चाहिँ अघि तपाईँहरूले चाहिँ बनिरहेको भिडियो हेर्नुभएको थियो, त्यो चाहिँ बिफोर थियो भने यो चाहिँ तपाईँहरूको सामने मैले चाहिँ आफ्टरको भिडियो देखाउँदैछु है। सो यो चाहिँ आफ्टर हेर्न सक्नुहुन्छ, त्यो बिफोर थियो भने यो चाहिँ आफ्टर हो। यस्तो राम्रो फिनिसिङ, यस्तो राम्रो क्वालिटीको तपाईँहरूले ब्रेन्च चाहिँ देख्न सक्नुहुन्छ। सो तपाईँहरूले बिफोर र आफ्टर देखिसक्नु भयो होइन। अब यो काम सम्बन्धी म तपाईँलाई एउटा फ्याक्ट कुरा गर्न चाहन्छु है। तपाईँहरू हेर्न सक्नुहुन्छ यो माथि यो फलामको ट्रस हालेको छ, यसको माथि ढलान गरेको छ। यत्रो ठुल्ठुलो बिमहरू दिएर चाहिँ यो कलेज हो, कलेज भन्दैछ। हामीले पनि कलेजमै ब्रेन्चिङ बनाउने काम गर्दैछौँ होइन। अब यो काम यति धेरै इम्पोर्टेन्ट छ भयो, यति धेरै इम्पोर्टेन्ट छ नि। अब अहिले मोडर्न जमानामा मान्छेले छड र सिमेन्टीको घरभन्दा पनि बेसी अहिलेको समयमा चाहिँ भूकम्प रहित फलामको घर बनाउनु लागेको छ होइन। त्यसले गर्दा काम धेरै छ, काम गर्ने मान्छेहरू कम छ। सो यदि समयमा यो काम सिक्नुहुन्छ भने तपाईँलाई धेरै काम लाग्छ। सो मैले चाहिँ आफ्नो तर्फबाट मैले सिकेको काम चाहिँ तपाईँलाई सिकाउने कोसिस गर्दैछु होइन। यदि तपाईँलाई राम्रो लागेको छ भने चाहिँ तपाईँले हाम्रो च्यानललाई सब्सक्राइब गरेर साथ दिन सक्नुहुन्छ। किनभने आज हामीले ब्रेन्ची बनाएको छौँ, भोलि टेबल बनाउन सक्छौँ, बेड बनाउन सक्छौँ। हामीले जे बनाउँछौँ सबै कुरा तपाईँलाई देखाउँछौँ र सिकाउने कोसिस गर्छौँ। सो यदि राम्रो लागेको छ भने च्यानललाई लाइक सेयर एन्ड सब्सक्राइब गर्नु होला। र यदि कुनै कामहरू छ र दिन चाहनुहुन्छ भने डिस्क्रिप्सनमा चाहिँ हाम्रो नम्बर छ, हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। सो आजको लागि यति नै, अर्को भिडियोमा फेरि भेटौँला। तबसम्मलाई थ्याङ्क यू सो मच फर वाचिङ।